जस्तै हामीले 10th क्लासको रिजल्ट कसरी हेर्ने त्यसको लागि भन्दैछौँ। सो हामी नेपाल टेलिकम एनडिसीको वेबसाइटको थ्रु जान सकिन्छ। जस्तो यहाँ छ, ओके। यहाँ आउँदा हजुरले दुईवटा अप्सन छ यहाँ, एसई होम, ग्रेड सिट छ नि। हामीले नर्मली जिपिए मात्रै हेर्नको लागि यसो गर्दा भयो। अनि यहाँ चाहिँ आफ्नो सिम्बल नम्बर हालेर अनि सर्च गर्ने, ओके। कहिलेकाहीँ सर्भर बिजी हुँदा यस्तो आउँछ, त्यसमा चाहिँ हजुरले एकचोटि मात्रै रिफ्रेस गर्नु होला है त। यसो रिफ्रेस गर्नुहोस् कन्टिन्यू गरेर, ओके। यसो गर्दाखेरि चाहिँ हजुरलाई अब यहाँ देख्न सक्नुहुन्छ हजुरको सिम्बल नम्बर जिपी आएछ है। अनि हजुरलाई पुरै ग्रेड सिट चाहियो, सबै मार्क्स डिटेलमा हेर्न चाहनुहुन्छ भने ग्रेड सिटमा क्लिक गर्नुहोस्। यसमा हल्का अहिले सर्भर बिजी हुनको कारणले अलिकति टाइम लाग्छ होला, सो वेट गर्नुहोस् है त। तो अहिले ग्रेड सिटको सेक्सनमा हामी आयो। त्यसरी यहाँ यसरी आउँदाखेरि हाम्रो सिम्बल नम्बर हाल्ने, अनि त्यसपछि चाहिँ मुनि चाहिँ पर्सनको हामीले डेट अफ बर्थ हाल्ने है त। सो हामीले डेट अफ बर्थ हालिसकेपछि तल क्याप्सन आउँछ साइडमा, क्याप्सन हाल्ने। अनि त्यसपछि चाहिँ जस्ट गो थ्रु द सर्च अप्सन, ओके। देन क्लियरली हजुरलाई यसमा चाहिँ सब्जेक्ट वाइज हजुरले हेर्न सक्नुहुन्छ, ओके। सबै डिटेल्स यसरी आउँछ। अनि अर्को अप्सन चाहिँ अगर हजुरलाई एनटिसीको वेबसाइटमा आएन भनेपछि हजुरले के गर्न सक्नुहुन्छ भने अर्को वेबसाइट छ कान्तिपुरको है, ओके। यसरी टाइप गर्नुहोस्, कान्तिपुरको वेबसाइट खुल्छ। अहिले 10th क्लासको रिजल्ट हेर्ने तरिका दुईवटा भयो, एउटा त एनटिसीको वेबसाइटमा भयो, अर्को कान्तिपुरमा वेबसाइटमा। कान्तिपुरको वेबसाइटमा चाहिँ हजुर यसरी तल आउँदाखेरि चाहिँ यहाँ हजुरले आफ्नो डिटेल्स हाल्नुपर्ने हुन्छ। हजुरको सिम्बल नम्बर हाल्नुहोस् यहाँ, अनि आफ्नो नाम, अनि मोबाइल नम्बर हाल्दा भयो नहाल्दा नि भयो। अनि त्यसपछि आफ्नो डिस्ट्रिक्ट हाल्नुहोस्, अनि सबमिट क्लिक गर्नुहोस् है त। अनि त्यसपछि चेकिङ भनेर आएको छ नि। अनि यसरी चाहिँ हजुरले आफ्नो टोटल जिपिए हेर्न मिल्यो है त। अनि अब हजुरले मार्कसिट पनि हेर्न छ भनेपछि जस्तो मैले एक्सप्लेन गरेको थिएँ, एनटिसीको वेबसाइटमा गएर त्यसरी गर्न मिल्यो। हजुरलाई म एनटिसीको र अनि यो दुइटै हजुर म अहिले भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु, हजुर त्यहाँबाट गएर हेर्न सक्नुहुन्छ है। थ्याङ्क यू। अनि सबैजना पास हुनुभएकोहरूलाई कङ्ग्रेचुलेसन्स। इफ ब्याकलग्स लायो, सब्जेक्ट लायो भने चाहिँ डोन्ट वरी, यो जस्ट फर्स्ट स्टेप हो लाइफमा। हजुरहरू यसको लागि धेरै चिन्ता लिन पर्दैन। जस्ट अब फेरि एक्जाम आउँदैछ, अब त्यति बेला राम्रोसँग लेखेर पढ्नुहोस् न होइन। लाइफमा हजुर फर्स्ट स्टेपमै आफूले हार खाने होइन। जस्ट मैले योभन्दा पनि अझै राम्रो तरिकाले गर्न सक्छु भनेर हिम्मत लिएर पढ्नु होला। गुड लक फर द्याट, ओके। सी यू, टेक केयर।